भन्दाखेरि प्रधानमन्त्री बन्न आयो हैन, हर्क साम्पाङ रोयो, रोएर पनि पाइन्छ र पनि भन्नुभयो। मैले त्यसलाई थुप्रोचोटि हैन क्लियर पनि गरिसकेको छु। एक दुईवटा स्टेटस र भिडियो क्लिपले क्लियर गर्छ पनि के अरे सम्भवतः त्यस्ता आरोपहरूले। त्यतिखेर के थियो अवस्था भन्दाखेरि देश त जलिरहेको थियो नि त हैन, दनदनी जलिरहेको थियो। सिंहदरबारमा लागेको आगो निभेको थिएन हैन। तपाईको चाहिँ नि जेनजी लगायत चाहिँ नि विभिन्न हैन त्यहाँ सुरक्षाकर्मी पनि बित्या छ। उनीहरूको चाहिँ नि तपाईको रगतको टाटा है सडकमा हालै थिए। त्यो अवस्थामा देश कता जान्छ भन्ने चिन्ता सबैलाई थियो। म यो देशलाई माया गर्ने मान्छे, त्यसो भएको कारणले गर्दाखेरि यस्तो विषम परिस्थितिमा के गर्ने हो, कसो गर्ने हो, अब कता हो, के हो भनेर मैले बुझ्नु पर्थ्यो। त्यसले गर्दाखेरि म त्यसको लागि आएको हो। आउँदा विविध कुराहरू भए, को प्रधानमन्त्री बन्ने, को के बन्ने भन्ने कुराहरू थुप्रो आयो हैन। देशले नेता पायो तर नेतृत्व त पाएन। पायो अहिलेसम्म पाएन। असन्तुष्ट छ अहिले है हो। मैले भन्दै थिएँ त, मैले त्यतिखेर के भन्दै थिएँ भन्दाखेरि उहाँहरू भनेको कानुन पढेर आएको मान्छे हो। कानुन पढ्ने मान्छेले कानुनकै मात्रै कुरा गर्छ क्या। तर त्यतिखेरको समय अब तर अहिले त ढिलो भइसक्यो, तै पनि ढिलो भए पनि मैले अलिकति हैन रिक्याप गराएको। त्यतिखेरको समय भनेको चाहिँ नयाँ कानुन लेखेर जानेमा थियो क्या अवस्था चाहिँ। अनि मैले त्यत्रो भने, तर मलाई चाहिँ के भने भन्दाखेरि प्रधानमन्त्री बन्न आयो, प्रधानमन्त्री बन्न आयो हैन। मै नै नभए पनि उहाँले नै त्यसो गरिदिए पनि त हुन्थ्यो होला नि त हैन र। अहिले प्रत्यक्ष कार्यकारी तपाईँको सेनेको चुनाव भइदिएको भए मैले पार्टी नै खोल्नु पर्दैन थियो होला हैन। मलाई मन पराउनेले जति भोट दिन्थे म लिन्थेँ, अरूलाई मन पराउनेले जति भोट लिन्थे दिन्थ्यो। अब फेरि तपाईँको के हो त घुमिफिरी मुलुक पार्टी सिस्टममै गयो। जसले चाहिँ सांसद चुन्छ हैन, कार्यकारी त चुन्न पाउँदैन। अनि त्यो तपाईँको छैन एउटा मध्यावधि चुनाव गराउनकै लागि यत्रो ठुलो विध्वंस र यत्रो ठुलो तपाईँको आगजनी, यत्रो ठुलो तपाईँको हैन हामीले त्याग बलिदानी गरेको होइन होला नि। त्यो चिजहरू थियो। अब त्यो त्यति कुराहरू भए अब सबै मान्छे अब फेरि मैले यहाँ पनि भन्नुपर्छ काठमाडौँमा पनि त्यतिखेर आमाहरू रोइराख्नु भएको थियो नि हैन। अहिले पनि रोइराख्नु भएको होला हैन। म त एकदमै धेरै भावनात्मक मान्छे पनि हो कि, भावुक मान्छे पनि आई मिन टु से। त्यसो भएको कारणले गर्दाखेरि अब ती कुराहरू सम्झेर आँसु झऱ्यो मेरो। पत्रकार सम्मेलन गरेको थिएँ, यत्रो धेरै त क्यामेरा त्यहाँ दलानमा त छैन। 20-30वटा क्यामेराको अगाडि आँसु थाम्न सकिनँ। आरोप के आयो, प्रधानमन्त्री बन्न नपाएर रोएको भन्ने आयो हैन। देश रुँदा आँसु झर्छ के देशभक्त मान्छेको हैन। निर्मम, निष्ठुरी, कठोर। म ढुङ्गा बोक्छु तर ढुङ्गाको मान्छे होइन म है।